आज मैले सुटिङमा भेटेँ कोरियन साथी। ऊ त डान्सर मात्र होइन, सिङ्गर पनि पो रहेछ। अनि हामीले नयाँ गीतमा टिकटक पनि बनायौँ, झम्पाहरू झम्पाहरू। अनि यहाँ हाम्रो बिचमा नाच्ने मेकअप आर्टिस्ट दिदी हो। फुल ब्लग हेरेर इन्जोय गरिदिनु होला। हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। अनि आजको मिनी ब्लग चाहिँ मैले पहिलोचोटि बनाउँदैछु। उसको नाम राजु, विनिता, सीमा अनि म चाहिँ प्रकाश। आज डान्सरहरू धेरै भयो, कोरियन भाइ र अरू साथीहरू चाहिँ उभिरहेको छ। फाइनली हामी हाम्रो लोकेसनमा आइसकेको छौँ। आजको हाम्रो लोकेसन चाहिँ बनाउँदैको लोटस ब्याङ्क्वेटमा रहेको छ। अनि हाम्रो दिदीहरू चाहिँ यताउता बसेर मेकअप गर्दै हुनुहुन्छ। त्यसपछि लाग्यौँ हामी खाजा खानतर्फ। खाजाहरू खाएर कोरियन भाइ र म मासतिर लाग्यो। ऊ चाहिँ सुटिङ हिँड्न भर्खर भर्खर सुरु गरेको रहेछ। अनि उसलाई चाहिँ यही दिदीले बोलाउनु भएको सुटिङमा। दिदी त के हो, आज त स्वर्गको परिभन्दा नै राम्रो देखिनुहुन्छ त। कोरियन भाइलाई गीत गर्नु लगाएको आउँदैन आउँदैन भन्दै थियो, तर पछि त खत्रै गाइदियो त। उसको मिठो गीत सुनिसकेपछि लाग्यो हामी खाना खान।